यो चाहिँ हो अमिलो पिरो ट्वाक्क परेको पापड मसला। 2 तरिकाले बनाएको छु यसलाई मैले। सुरुमा 1 चम्चा पिनटलाई राम्ररी भुटेर निकाल्नुपर्छ। अनि यो पिनट सेलाउँदै गर्छ त्यतिन्जेल यो पापडलाई हामीले बीचमा यसरी काट्नुपर्छ। यसलाई चाहिँ म कोन बनाउँदै छु त्यसैले बीचमा मैले काटे। अनि एउटा एउटा गरेर यसलाई हामीले सेक्नुपर्ने हुन्छ। दुवैतिर यसरी पल्टाइ पल्टाइ मजाले सेकेपछि पापड कुरुम कुरुम हुन्छ। अनि यो तातो तातो पापडलाई नै हामीले यसरी हातमा लिएर यसरी छिटो छिटो फोल्ड गर्नुपर्ने हुन्छ। अनि एकछिन समाएपछि यो चाहिँ आफै सेट हुन्छ। यसरी तातो तातोमै हामीले पापडको कोन बनाउनु पर्ने हुन्छ। अर्को पनि म बनाएर देखाउँछु। सुरुमा यसलाई मजाले यसरी सेकेपछि तातो तातो हातमा लिने अनि यसरी फोल्ड गरेर कोन बनाउने। हेर्नुस् त एकछिन यसलाई समय राख्ने। यो तुरुन्तै सेट हुन्छ। यसरी नै अरु सबै पापडहरुलाई बनाउने। अनि एउटालाई चाहिँ मैले सिङ्गै सेकेर निकाल्छु। यसलाई चाहिँ साधारण पापड मसला बनाउने। ल यो सबै भएपछि अब यो बदामको बोक्रा निकालेपछि अब एउटा प्लेटमा मैले प्याज राखे काटेको सानो सानो गरेर। अनि टमाटरको पनि मैले बिया बिना यसरी काटेर राखे। थोरै हरियो खोर्सानी अनि गाजर राखे मैले। थोरै हरियो धनिया पात, चाट मसला अनि बिरे नुन, त्यसै गरेर रेड चिली पाउडर अनि आधा कागा तेल पनि यहाँ निचार दिनुपर्छ। यति भएपछि थोरै काँचो तोरीको तेल पनि राख्दिने। अनि भुटेको पिनट पनि राखेर सबैलाई एकचोटी राम्ररी मिसाइदिने। ल यतिको भएपछि अब थोरै भुजिया पनि राख्दिने। यो चाहिँ अन्तिममा राख्नु होला ओसिन्छ छिटै भनेर। यसलाई चाहिँ एकदमै हल्का हातले यसरी चलाएपछि अब यसलाई हामीले भर्नुपर्ने हुन्छ यो कोनमा। ल हेर्नुस् त एउटा एउटा गर्दा यो सबै कोनमा भरेपछि बाँकी रहेको मसलालाई चाहिँ हामीले प्लेन पापडमाथि राखिदिनुपर्छ। ल यो सबै भरिसके यति रह्यो। अब यसलाई चाहिँ यो प्लेन पापडमाथि मैले राख्दैछु। सबै मसला यसरी पापडमाथि राखेपछि थोरै भुजिया अझै राखिदिने माथिबाट। ल यो रेडी भयो। अनि यहाँ हेर्नुस् त यो कोनवाला पनि एकदमै राम्रोसँग बनेर तयार भइसकेको छ साथीहरु। हेर्दा पनि एकदमै आकर्षक देखिने अनि खाँदा पनि अमिलो पिरो ट्वाक्क परेको यो पापड मसला एकदमै मिठो बनेर तयार भइसक्यो साथीहरु। हेर्नुस् त रेसिपी मन परे लाइक कमेन्ट गरेर आफ्नो साथीहरुलाई शेयर पनि गरिदिनु होला। नयाँ साथीहरुले अझै अर्को राम्रो रेसिपीको लागि फलो गर्नु होला। थ्यांक यू सो मच फर वाचिङ।